यो पेसा भिलाएको केटाहरू के भएको यार? यो पेसा भिलाएको केटाहरू झन् वाइल्ड हुन्छन् होला, खतरा हुन्छन् होला, यसो झगडा मस्त गर्छन् होला, यसो केटीहरूलाई पट्याउँछन् होला होइन, अनि फ्लड गर्छन् होला, गाउँछन् नाच्छन्, बढी देखाउने होला भनेको त केही छैन यार। सनी र त्यो सनी भनेछु उर्फी र नियाले बोलाउँदाखेरि पनि अगाडि आउने कोही थिएन क्या। जबरजस्ती एउटा दुइटा मरेर जान्छन्। केटीहरू आएपछि त कन्फिडेन्स यिनीहरूको झन् कस्तो लो भएको, झन् हाई हुनुपर्ने, म यस्तो हो उस्तो हो भनेर देखाउनु पर्ने एटिट्युड यस्तो हल्का केही छैन। म त एकछिन हाँस उठ्यो कि ल बिचरा बच्चाहरू आएछन् यार, के भएको यिनीहरू फ्लड गर्न पनि आउँदैन, बडी देखाउन पनि आउँदैन, नाच्न आउँदैन, गाउन आउँदैन, कोही अगाडि सर्ने होइन, कन्फिडेन्सै लो भएको टाइपको के गर्ने। एक दुईवटा केटाहरू त राम्रै थिए, त्यही पनि मरेर जबरजस्ती अगाडि गएर बोले। सबैजना गुल्लुको पछाडि लागेर बसेका छन्। अलिकति आफ्नो स्ट्यान्ड लिने, अलिकति गुल्लुलाई पनि अपोज गर्ने हुनु पर्यो नि, हेर्न मजा आउने। एकतर्फी गेम भयो भने फेरि हेर्नै मजा आउँदैन क्या। अब जे होस्, अब पछि खुल्दै जान्छन् कि के हुन्छन् थाहा छैन। अब केटीहरूले आफै बोलाउनु पर्ने कि यिनीहरूलाई, केटीहरूसँग आफू जानु पर्यो, फ्लड गर्नु पर्यो, बोल्नु पर्यो, अनि पो कनेक्सन भन्छ त। केटीहरू आफै आएर कनेक्सन भन्छ। म त अचम्म लाग्यो कि यिनीहरूलाई देख्दाखेरि पनि, के भगायो केटाहरू त। हाँस उठ्छ सम्झी यिनीहरूको पारा देख्दाखेरि क्या मलाई। नुन खाएको कुखुरा जस्तो नि झोक्राएर बस्छन् हौ यिनीहरू, नुन खाएको कुखुरा जस्तो। म त हाँस उठेर नि हो, रिस त के उठ्नु, हाँस उठ्यो मलाई त। हजुरहरूलाई कस्तो लाग्यो?